हेलो, आज चाहिँ हामी यहाँ मेरो आइडीको रिभ्यू गर्नेछौँ। तपाईँलाई पनि देखाइदिउँ न मेरो आइडी कति नराम्रो छ भनेर। हेर्नु सबै फ्रीको बन्डलहरू छ, तपाईँहरूसँग भएको होला। कुनै राम्रो छैन। हेर्नु भने तल स्क्रोल गर्दै एयर पनि त्यति ठिकै छ, त्यति नराम्रो पनि छैन, धेरै राम्रो पनि छैन। सबै फ्रीकै हो, बट हो, केही पनि राम्रो छैन। के यहाँबाट चाहिँ मलाई र त्यो फुल मार्क्स मनपर्छ। तपाईँहरूलाई कुन मनपर्छ मलाई कमेन्टमा लेखेर भन्नु होला। मार्क्स पनि हेर्नु होला, बेस्टमा आउँछ सेतो र रातो रोजवाला मनपर्छ होइन। तपाईँहरूलाई कुन मनपर्छ, के मनपर्थ्यो मेरो सानो बाडीहरू। यहाँ चाहिँ देखाउन बिर्सिरहेको छु होइन, मसँग एउटा फिस पनि छ। त्यो चाहिँ मरिमरि साथले टप बाँधेर निकालेको। अनि पेन्ट पनि खासै राम्रो छैन। हेर्नु होइन तल भएको त्यो कट्टु चाहिँ राम्रो लाग्छ मलाई, त्यो पिङ्कवाला। अनि जुत्ता त वाइट सक्स नै बबाल छ, मैले लगाइरहेको छु पनि। यहाँ स्क्रिनमा चाहिँ देखेको छैन। अब त के देखाउनु, कलेक्सनले राम्रो छैन। यहाँ एन्ड गरौँ भने पनि सानो भिडियो भयो। अब डाइरेक्ट हामी जानुपर्छ ब्याकप्याकमा। ब्याकप्याक यो पछाडि ब्याकप्याक हेर्नु भने चाहिँ अलिक राम्रो लाग्छ होला। इमोट पनि ठिकै खासै छैन महँगो। अब हामी अरू त केही छैन। ब्याकप्याक हेर्नुहोस्, त्यो ड्रागनवाला बबाल छ, सबैभन्दा बबाल मलाई लाग्ने। अरू त केही पनि राम्रो छैन। अब के गर्नु, अब सबै फ्रीकै छ। हिरोइकहरूको छ, कुन फ्री बुया पासको छ। अरू के छ र, केही पनि छैन। लुट बक्स पनि ठिकै छ। प्यारासुट चाहिँ त्यो इगलवाला बबाल लाग्छ। तपाईँहरूलाई कुन राम्रो लाग्थ्यो? सबै फ्रीकै हो। टप हान्दिनँ म धेर, कहिले पनि हान्दिनँ। अस्ति नै एकपल्ट हानेको थियो विकली, त्यही पनि फिस निकालेको। ल टेक केयर, बाई बाई।